नमस्कार तथा हरहर महादेव सबैजनालाई। मैले यो 2-3 दिन भयो आत्मनिर्भरताको लागि भिडियो बनाउन थालेको हैन। अब त्यसैमा मैले हिजो हामी आत्मनिर्भर कसरी बन्न सक्छौं भनेर त्यसमा मैले हिजो एउटा भिडियो हानेको थिएँ। कृषिलाई हामीले प्रायोरिटाइज गर्नु पर्यो भनेर। र यो कृषि भन्ने कुरा जुन छ अत्याधुनिक प्रविधिले कृषि गर्ने भनेको यो हाम्रो पहिलो कुरा भयो। अब दोस्रोमा चाहिँ के छ भन्दाखेरि हाम्रो देशमा नि के लाग्छ भन्दाखेरि मलाई फ्याक्ट्रीहरू मैले यो 2025 मिडमा भएको एउटा रिपोर्ट अनुसारको डाटा जुन थियो त्यसमा लगभग नेपालमा 10,000 वटा फ्याक्ट्री छ। ठीक छ। अब 10,000 वटा फ्याक्ट्रीमा 15% तपाईको लार्ज स्केल इन्डस्ट्रिज छ। त्यस पछाडी 22% तपाईको मिडियम स्केल छ र 63% तपाईको लोअर स्केल छ। र तपाई लार्ज स्केल इन्डस्ट्री जुन 15% हुन्छ हैन, यिनीहरू जति फ्याक्ट्री छ नि 10,000 वटा फ्याक्ट्रीले लगभग 6,80,000 जना मान्छेलाई रोजगारी दिइरहेको छ। अब मैले कुरा के गरेको भन्दाखेरि जुन हाम्रो लार्ज स्केल इन्डस्ट्रिज छ त्यसको पपुलेसन 15% छ हैन। अब 6,80,000 के रे यो जुन क्याल्कुलेसन गर्नुहुन्छ लार्ज स्केल इन्डस्ट्रिजको तपाईले रोजगारी दिने संख्या 125 वटा पर पर्सन हुन जान्छ। एउटा मतलब ठुलो खालको फ्याक्ट्रीमा 125 जना मान्छेले मात्र रोजगारी दिइरहेको छ। के यो डाटा ठीक हो त? तपाईहरु आफै भन्नुस्। यहाँनेरि नेपालमा नेपालको मान्छेलाई रोजगारी पाइरहेको छैन फ्याक्ट्रीहरुमा हैन। तर आजको दिनमा हामीसँग के छ भन्दाखेरि हाम्रो देशको फ्याक्ट्रीमा अरु देशको मान्छेहरुलाई नागरिकहरुलाई ल्याएर केही आर्थिक प्रलोभन र केही लोभको कारणले नेपालीहरुलाई छोडेर कुनै विदेशीलाई जागिर लगाइराखेको छ का। यो हामीले म यही विराटनगर सुनसरीको एक्जाम्पल दिन्छु। हामी जुम ढाडदेखि यता हैन कतिवटा फ्याक्ट्री छ। के त्यो फ्याक्ट्रीहरुमा 125 जना मात्र मान्छेले रोजगारी पाउँछ? तपाईहरु आफै भन्नुस्। आरती स्टिप्स हेर्नु, त्यसपछि अरु फ्याक्ट्री हेर्नु, के 125 जना मात्र रोजगार दिने फ्याक्ट्री हो त्यो? यहाँनेरि धेरै ठुलो भ्रष्टाचार छ, अनियमितता छ। किन भन्दाखेरि 125 दो धेरै नै सानो हो। 125 जना रोजगारी एउटा मिडियम स्केल इन्डस्ट्रीजले दिनुपर्छ का। तर 600-700 जना मान्छेलाई रोजगारी दिने फ्याक्ट्रीले आजको दिनमा डाटामा के देखाइरहेछ भन्दाखेरि 125 जना मात्र मान्छे रोजगारी पाइरहेको छ। यहाँनेरि नेपालको श्रम विभाग यो जुन जसले स्वीकृति दिन्छ, जुन इम्प्लोइहरुलाई हेर्ने जुन अर्गनाइजेसनहरु छ, तिनीहरुमा आफैको तिनीहरुको गैर जिम्मेवारी हो जसको कारणले यो कुरा भइरहेको छ। यदि हामीले यो कुरामा पनि नियन्त्रण राख्न सक्यौं भने जुन हाम्रो दाजुभाइहरु दुबई कतारमा कम परिश्रमको लागि गइराख्नु परेको छ, हामी त्यो जागिर यही व्यवस्था गर्न सक्छौं। धन्यवाद।